मलाई चाहिँ मोमो भन्दा पनि चाउमिन मिठो लाग्छ अनि नेपाली स्टाइलको चाउमिन त एकदम मन पर्छ के। तपाईँ चाहिँ चाउमिन लभर हो कि मोमो लभर हो कमेन्टमा लेखिदिनु होला है त। अब चाउमिन बनाउनेतिर लागौँ है त। सुरुमा एउटा भाँडामा पानी हाले, त्यसपछि नुन र अलिकति तेल हालेर मजाले उम्लिन छोडिदिए। पानी उम्लिसकेपछि चाहिँ चाउमिनलाई हालेर लगभग 4 बाट 5 मिनेटसम्म उम्लिन छोडिदिए। एउटा जालीको भाँडा लिएर त्यसमा चाउमिन खनाए अनि चिसो पानीले धोए। त्यसपछि चाहिँ तेल हालेर मजाले त्यसलाई मिक्स गरे। यस्तो गर्दा चाहिँ चाउमिन चाहिँ डल्ला पर्दैन के। मैले चाहिँ अलरेडी बेल पेपर, क्यारोट, क्याबेज, खुर्सानी अनि चना र सुकुटी चाहिँ रेडी पारेर राखेको छु काटेर। अब बाँकी भनेको चाउमिन भुट्ने मात्रै हो। मैले चाहिँ एउटा प्यान लिए, त्यसमा तेल हालेर सुरुमा सुकुटीलाई र चनालाई भुटे। चना र सुकुटी पाकिसकेपछि चाहिँ सबै भेजिटेबलहरू पनि हालेर एकछिन भुटे है। अब यसमा आफूलाई जे मन पर्छ त्यही कुराहरू एड गर्दा पनि मिल्यो। स्वाद अनुसार नुन र खुर्सानी, अलिकति बेसार र मसला पनि हालेर एकछिन भुटे। चाउमिनमा चाहिँ मलाई यासाईहरू चाहिँ हाफ कुक भएको मन पर्छ, त्यही भएर मैले हाफ मात्रै कुक गरे। त्यसपछि चाहिँ चाउमिन हाले अनि डार्क सोया चाहिँ मैले अल पर्पज वाला लिएको छु। यो चाहिँ इजिली सुपर मार्केटहरूमा चाहिँ मजाले पाउन सक्नुहुन्छ। यसको पनि धेरै थरीको छ, मैले चाहिँ अल पर्पज वाला युज गर्छु है। डार्क सोया चाहिँ मैले अलिकति हाले, त्यसपछि चाहिँ अजिनामोटो पनि अलिकति एड गरेको छु फ्लेभरको लागि। सबै कुरालाई मिक्स गरेर मजाले फेरि पनि एकछिन भुटेपछि चाउमिन हाम्रो रेडी भयो। अब चाहिँ म प्लेटिङ गर्नतिर लागे। एउटा प्लेट लिए, त्यसमा चाउमिन मजाले हाले, माथिबाट धनिया एड गरे, अलिकति प्याज, अलिकति खुर्सानी। कति मिठो भएको थियो के यो चाउमिन। मेरो भिडियो तपाईहरुलाई राम्रो लाग्छ भने फलो र लाइक गर्न चाहिँ नबिर्सिनु होला। यति भन्दै ओके बाइ।